यो आकाशवाणी हो। भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। चीनले आफ्नो निराधार र हास्यास्पद प्रयास अन्तर्गत अरूणाचल प्रदेशका स्थानहरूको नाम परिवर्तन गर्न खोजेको भन्ने धारणालाई भारतले सोझै अस्वीकार गरेको छ। प्रमुख रक्षा अध्यक्ष, सेना प्रमुख, वायुसेना प्रमुख अनि नौसेना प्रमुखले आज राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरेर उहाँलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिनुभयो। भारतको अपरेशन सिन्दूरलाई अन्तर्राष्ट्रिय रक्षा विशेषज्ञहरूले एक निर्णायक सैन्य विजयको रूपमा स्वागत गरेका छन्। न्यायमूर्ति भूषण रामकृष्ण गवाईले आज भारतको 52औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। भारतका आकर्षी कश्यप र उन्नति हुड्डा बैंककमा जारी थाइल्याण्ड ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छिन् र मौसम विभागले आगामी 3 दिनमा अरूणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुराका केही भागहरूमा भारी वर्षा साथै असम र मेघालयमा धेरै भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। चीनले आफ्नो निराधार र हास्यास्पद प्रयास अन्तर्गत अरूणाचल प्रदेशका स्थानहरूको नाम परिवर्तन गर्न खोजेको भन्ने धारणालाई भारतले सोझै अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै यस्ता कदम पूर्ण रूपमा अस्वीकार्य रहेको र यो भारतको निरन्तर र सैद्धान्तिक अडानको प्रत्यक्ष विरोध भएको बताउनुभयो। अरूणाचल प्रदेश भारतको अभिन्न अंग हो र रहिरहनेछ भन्ने भारतको स्पष्ट र अद्वितीय सत्यलाई कुनै पनि रचनात्मक नामकरणले परिवर्तन गर्न नसक्नेमा उहाँले जोड़ दिनुभयो। प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, वायु सेना प्रमुख एयर चीफ मार्शल एपी सिंह अनि नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठीले आज राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरी उहाँलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिनुभयो। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले आतंकवादको विरूद्ध भारतको उल्लेखनीय सफल प्रतिक्रियाका लागि भारतीय सशस्त्र बलको वीरता अनि समर्पणको प्रशंसा गर्नुभयो। भारतको अपरेशन सिन्दूरलाई अन्तर्राष्ट्रिय रक्षा विशेषज्ञहरूले एक निर्णायक सैन्य विजयको रूपमा स्वागत गरेका छन्। यसमा अमेरिकाको मुख्य सैन्य दिग्गज अनि न्यूयोर्कको आधुनिक युद्ध संस्थानको शहरी युद्ध अध्ययनका प्रमुख जन स्पेन्सर सामेल छन्। 22 अप्रेलमा भएको पहलगाम आतंकवादी हमलालाई उल्लेख गर्नुहुँदै श्री स्पेन्सरले विगतका घटनाहरू भन्दा फरक भारतले कुनै ढिलाइ नगरी प्रतिक्रिया दिएको बताउनुभयो। उहाँले यो अभियानलाई तीव्र र सुनियोजित रहेको वर्णन गर्नुभयो। स्पेन्सरले परमाणु ब्ल्याकमेल विरूद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको दृढ अडानको प्रशंसा गर्नुभयो। श्री स्पेन्सरले भारतले यस्ता धम्कीहरूलाई सहन गर्दैन र स्पष्ट दृढतापूर्वक जवाब दिने सन्देश दिएको बताउनुभयो। उहाँले भारत बदलाको भावनाले लडिरहेको छैन, यो एक निवारक लडाई थियो र यो प्रभावकारी साबित भयो भनी बताउनु भएको छ। उहाँले भारतको संयम कमजोरीको संकेत होइन तर परिपक्वताको संकेत हो भनी बताउनुभयो। यसले सीमाहरूलाई पुनः परिभाषित गर्यो र तनावमाथि नियन्त्रण कायम राख्यो। भारतले आक्रमणको जवाब मात्र दिएको छैन, रणनीतिक समीकरण पनि परिवर्तन गरेको उहाँले बताउनुभयो। 22 अप्रैल के पहलगाम आतंकी हमले का हवाला देते हुए श्री स्पेंसर ने कहा कि पिछली घटनाओं के उलट भारत ने बिना देरी किए प्रतिक्रिया दिखाई। उन्होंने इस अभियान को तीव्र और सुनियोजित बताया। श्री स्पेंसर ने परमाणु ब्लैकमेल के विरुद्ध प्रधानमंत्री नरेंद्र मोदी के दृढ़ रवैये की सराहना की है। उन्होंने संदेश का उल्लेख किया कि भारत इस प्रकार के खतरों को सहन नहीं करेगा और दृढ़ता पूर्वक इसका जवाब देगा। श्री स्पेंसर ने कहा कि भारत बदले की भावना से नहीं लड़ रहा था। भारत का संयम कमजोरी नहीं बल्कि इसकी परिपक्वता है। इसने सीमाओं को पुनः परिभाषित किया और नियंत्रण बनाए रखा। भारत ने सिर्फ एक हमले का जवाब नहीं दिया बल्कि इसने रणनीतिक समीकरण बदला है। सोशल मीडिया के अपने लोकप्रिय पॉडकास्ट में श्री स्पेंसर ने कहा कि सिर्फ 4 दिन की सुनियोजित सैन्य कार्रवाई करके भारत ने एक व्यापक जीत हासिल की है। ऑस्ट्रेलिया के लड़ाकू विमानन विश्लेषक
अस्ट्रेलियाली लडाई उड्डयन विश्लेषक तथा लेखक टम कपूरले पनि भारतको कारवाहीलाई स्पष्ट विजयको रूपमा वर्णन गर्नुभएको छ। एक सामाजिक सञ्जालको पोस्टमा श्री कपूरले युद्धविरामतर्फ अघि बढ्ने पाकिस्तानको निर्णय भारतको उत्कृष्ट सैन्य कारवाहीको प्रत्यक्ष प्रमाण हो भनी बताउनुभयो। दुवै विज्ञहरूले अपरेशन सिन्दुरलाई सीमा पार आतंकवाद र राष्ट्रिय रक्षाप्रति भारतको दृष्टिकोणमा महत्वपूर्ण परिवर्तनको रूपमा वर्णन गर्नुभयो। यो अपरेशनले यस क्षेत्रमा नयाँ उदाहरण स्थापित गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR खरसाङलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उपराष्ट्रपति जगदीप धनखड भोलि एक दिने भ्रमणमा राजस्थानको जयपुर जानुहुनेछ। यस क्रममा उहाँले पूर्व उपराष्ट्रपतिको पुण्यतिथिको अवसरमा त्यहाँ भैरवसिंह शेखावत स्मृति पुस्तकालयको उद्घाटन गर्नुहुनेछ। उद्घाटनमा लोकसभाका अध्यक्ष ओम बिरला, केन्द्रीय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत, राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा, सांसद मदन राठौर र अन्य विशेष अतिथिहरू पनि उपस्थित रहनेछन्। भैरवसिंह शेखावत अगस्त 2002 देखि जुलाई 2000 सम्म भारतका 11औं उपराष्ट्रपति अनि राज्यसभाका प्रधान सभापति पनि रहनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमा राष्ट्रको नाम सम्बोधनमा आतंकवादसित लड्ने स्पष्ट अनि सुनिश्चित सिद्धान्त रेखांकित गर्नुभएको छ। अपरेशन सिन्दुर आतंकवादलाई कुनै पनि स्थितिमा सहन नगरिने अनि राष्ट्रिय सुरक्षासित कुनै सम्झौता नगरिने केन्द्रको नीतिको स्पष्ट प्रमाण हो। सिन्धु जल सम्झौता रोक्नेदेखि लिएर आतंकी शिविरहरूमा सैन्य कारवाहीसम्म केन्द्र सरकारको प्रत्येक कदम धेरै सतर्कता अनि समयबद्ध योजनासित तय गरिएको थियो। प्रधानमन्त्रीको सिद्धान्तको 3 मुख्य स्तम्भहरूमा भारतको शर्तहरूमा निर्णायक कारवाही, परमाणु हमलाको धम्की सहन नगरिने तथा आतंकवादीहरू अनि आतंकवाद प्रायोजित गर्नेहरूमा अन्तर नगर्ने नीति सामेल छन्। यसपल्ट आतंकवाद अनि व्यापार साथसाथ चल्न नसक्ने भारतले स्पष्ट सन्देश दिएको छ। यस नीति अन्तर्गत अटारी बागा सीमा बन्द गरिएको अनि द्विपक्षीय व्यापार रोकिएको छ। भिजा रद्द गरियो अनि सिन्धु जल सम्झौता स्थगित गरिएको छ। यी सबै उपाय दरिलो र निर्णायक कारवाहीले राष्ट्रहित संरक्षित राख्नमा सरकारको प्रतिबद्धता रेखांकित गर्दछ। न्यायमूर्ति भूषण रामकृष्ण गवाईले आज भारतको 52औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले आज बिहान राष्ट्रपति भवनमा एक विशेष समारोहमा न्यायमूर्ति गवाईलाई पदको शपथ ग्रहण गराउनुभयो। न्यायमूर्ति BR गवाईले न्यायमूर्ति सञ्जीव खन्नाको स्थान लिनुभएको हो। न्यायमूर्ति सञ्जीव खन्नाको कार्यकाल हिजो समाप्त भयो। यस समारोहमा उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्रीहरू अनि सर्वोच्च न्यायालयका न्यायाधीशहरू लगायत अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। मैं भूषण रामकृष्ण गवई, जो भारत के उच्चतम न्यायालय का मुख्य न्यायमूर्ति नियुक्त हुआ हूं, सत्यनिष्ठा से प्रतिज्ञा करता हूं कि मैं विधि द्वारा स्थापित भारत के संविधान के प्रति सच्ची श्रद्धा और निष्ठा रखूंगा। मैं भारत की प्रभुता और अखंडता अक्षुण्ण रखूंगा। राष्ट्रपति द्रौपदी मुर्मुले डाक्टर अजय कुमारलाई लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्ति गर्नुभएको छ। कार्मिक एवं प्रशिक्षण विभागद्वारा जारी आदेश अनुसार डाक्टर कुमारको कार्यकाल 30 दिनबाट शुरू हुनेछ, जब उहाँले आयोगको अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुहुनेछ। बंगलादेशको एक प्रमुख दैनिक खबर कागज प्रथम अलो अनुसार पाकिस्तानका उच्चायुक्त सैयद अहमद मारूफ अप्रत्याशित रूपले छुट्टीमा गएको बताएको छ। यसका कारण राजनैतिक जगत र सामाजिक सञ्जालमा धेरै अड्कोबाजीहरू भइरहेका छन्। भारतका आकाशी काश्यप र उन्नति हुड्डा बैंककमा जारी थाइल्याण्ड ओपन ब्याडमिन्टन प्रतियोगिताको पहिलो एकलको प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। मौसम विभागले आगामी 3 दिनमा अरूणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोराम र त्रिपुराका केही भागहरूमा भारी वर्षा साथै असम र मेघालयमा धेरै भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। चीनले आफ्नो निराधार र हास्यास्पद प्रयास अन्तर्गत अरूणाचल प्रदेशका स्थानहरूको नाम परिवर्तन गर्न खोजेको भन्ने धारणालाई भारतले सोझै अस्वीकार गरेको छ। प्रमुख रक्षा अध्यक्ष, सेना प्रमुख, वायुसेना प्रमुख अनि नौसेना प्रमुखले आज राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरेर उहाँलाई अपरेशन सिन्दुरको बारेमा जानकारी दिनुभयो। भारतको अपरेशन सिन्दुरलाई अन्तर्राष्ट्रिय रक्षा विशेषज्ञहरूले एक निर्णायक सैन्य विजयको रूपमा स्वागत गरेका छन्। भारतका आकाशी काश्यप र उन्नति हुड्डा बैंककमा जारी थाइल्याण्ड ओपन ब्याडमिन्टन प्रतियोगिताको
महिला एकलको प्री क्वार्टर फाइनलमा पुगेका छन् र मौसम विभागले आगामी 3 दिनमा अरूणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोराम र त्रिपुराका केही भागहरूमा भारी वर्षा साथै असम र मेघालयमा धेरै भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। समाचार पूरा भयो। समाचारको अर्को श्रृंखला लिएर 3:15 पुनः उपस्थित हुनेछौं।